हामी चाहिँ अहिले जापानको ओदाइमा छौं। म सधैँजी नेपालदेखि कहिले आउनु भयो? म नेपालबाट 1 वर्ष 2 महिना जति भयो। भनेपछि अहिले नियमको गएको पर्दैन हुन्छ हो। ए नेपालमा आफूले देखेको सोचेको जापान र जापान आएपछि आफूले देखेको जापानमा चाहिँ के फरक पाउनु भयो त? पुरै फरक। टोटली फरक है? पुरै। अनि नेपालमा के सोच्नु भएको थियो? खास के फरक पाउनु भयो खास? नेपालमा चाहिँ जापान गएर राम्रो लाइफ हुन्छ भन्ने सोचेको थियो, तर राम्रो त हुन्छ, प्लस तर दुःख धेरै गर्नुपर्छ। सोचेको जस्तो छैन। के कुराको एक्सपेक्ट थियो अनि त्यो चाहिँ आएर के पुरा भएन? सोचेको थियौँ आउने बित्तिकै काम पाइन्छ, अब पढ्न भाषा छिटै आउँछ, त्यो अब हुन्छ नि काम गरेपछि काम गर्दै पढ्दै धेरै गाह्रो हुन्छ दुईटै एकैचोटि लग्नलाई। तपाईँ चाहिँ टोकियोमा फर्स्टमा टोकियोमै आउनु भयो? हजुर। अनि टोकियोमा अहिले पनि धेरैजना स्टुडेन्टहरू आइरहेछ नि त, सिओ एकदम धेरैको आइरहेछ। अब आउने मान्छेहरू त आइसक्नु भयो, अब आउन चाहने मान्छेहरू चाहिँ के यहाँको साँच्चैको वास्तविकता के छ, कस्तो के गर्दा आउँदा ठिक हुन्छ अथवा आउँदा ठिक कि नआउँदा ठिक? आउनु त आउनु भन्छु, मेहनत त गर्ने पर्यो, तर आउनु भन्दा अगाडि चाहिँ एन्फो चाहिँ नेपालमै कम्प्लिट गरेर आउँदा राम्रो हो। यहाँ जस्ट कन्सल्टेन्सीमा गएर अनिखेर हुन्छ नि के अरे आफ्नो डकुमेन्टहरू दिएर क्लास नगएर त्यतिकै आयो भने चाहिँ लास्टै दुःख पाइन्छ है। मान्छे तपाईँ जापान आएर खुसी हुनुहुन्छ अथवा दुखी? मेरो त दिदी भेना हुनुहुन्छ, म त खुसी नै छु, तर कोही नहुनेहरूलाई चाहिँ धेरै नै गाह्रो छ। तपाईँको दिदी भेना भएको भएर तपाईँलाई चाहिँ धेरै सजिलो भयो कामहरू खोज्न अथवा खान बस्न सबै। अनि टोकियोमा काम पाउन एकदमै गाह्रो छ भन्छ नि अहिले? तपाईँलाई त अब दिदी भेनाजु भएर सजिलो भयो होला, तपाईँको साथीहरूलाई चाहिँ के कस्तो छ, उहाँले के कस्तो गर्दै हुनुहुन्छ? अहिलेसम्म पनि मेरो साथीहरू 24 घण्टा 23 घण्टा काम गरेर बसिसके, आएको अब 1 वर्ष भइसक्यो नि त, उनीहरूले पाएको छैन मजाले, गाह्रो हुन्छ भाषा भएन भने चाहिँ लास्टै गाह्रो। स्टुडेन्ट लाइफमा आएर चाहिँ नेपालमा पैसा पठाउन सकिन्छ सकिन्न त अहिले? सकिँदैन, मैले चाहिँ अहिलेसम्म अलिकति पनि पठाएको छैन है, सकिँदैन। गएको फी चाहिँ तपाईँले तिर्नु भएको छ आफ्नो? दिदीहरूले सहयोग गरेर गएको फी पनि तिर्न गाह्रै हुन्छ आफूले। नयाँ स्टुडेन्टलाई चाहिँ के सल्लाह छ तपाईँको? नयाँ स्टुडेन्टलाई फर्स्टै भन्छु, मेहनत गर्न सक्नुहुन्छ भने आउनुहोस्, भाषा बनाउन सक्नुहुन्छ भने आउनुहोस्, नभए त नआउँदै ठिक हुन्छ। अनि जापानमा धेरैजना अहिले सुसाइड केसहरू एकदम बढिरहेको छ नि त, यो सुसाइड गर्ने पनि स्टुडेन्टहरू धेरै भेटिएको छ। के सुसाइड गर्ने अवस्थै छ जापानमा? साथै विद्यार्थीको अवस्था यति जटिल छ नि? किन छैन त? अब नेपालबाट पुरै ऋणमा खोजेर आएको हुन्छ, नेपालबाट पनि पैसा चाहियो भन्नुहुन्छ, यहाँ आएर आफूलाई खानु बस्नु गएको फी तिर्नु हुँदैन, काम पाएको हुँदैन, गाह्रो हुन्छ नि त। नेपालमा चाहिँ बुवा आमा आफन्तहरूले चाहिँ पैसा पठाइदेऊ भनेर भन्नु भएन भने चाहिँ यहाँ अलिक गएकोलाई सहज हुन्छ। हजुर हजुर, अलिकति त हुन्छ नि त, अब उताबाट टर्चर भएन भने त सजिलो हुन्छ नि त। पैसा कमाउँछु भने चाहिँ जापान नआउँदा ठिक होइन? स्टुडेन्टहरूले अब पैसा कमाउनु भनेर भन्दा पनि सुरुमा चाहिँ 4 वर्ष दुःख गर्छु, त्यसपछि चाहिँ अलिअलि हुन्छ कि भनेर चाहिँ आउने हो। 4 वर्ष चाहिँ कमाउँछु भनेर नसोचे पनि हुन्छ, 4 वर्ष नसोचे हुन्छ। हस्, तपाईँलाई धन्यवाद तपाईँको टाइमको लागि है, आफ्नो एक्सपिरियन्सको लागि, जसले गर्दा चाहिँ नयाँ स्टुडेन्टलाई चाहिँ हेल्प हुनेछ, किनकि तपाईँको यो एकदमै ओरिजिनल एक्सपिरियन्स हो नि त, आफूले भोगेको अनुभव हो। थ्याङ्क यू सो मच।